गजाननं भूतगणाभिषेदितं कपितजम्बूफलचारुभरतारकं नमामि विघ्नेश्वरपादपङ्कजम् देवी प्रपन्नार्ति हरे प्रसीद प्रसीद मातर्जगतोऽखिलस्य प्रसीद विश्वेश्वरि पाहि विश्वं त्वमेश्वरी देवी सम्येन वर्णं शुभाङ्गं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथम् यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यनावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानो शशि भूमिसुतो बुधश्च गुरुस्त शुक्र शनि राहु केतव सर्वे ग्रहाः शान्तिकरा भवन्तु त्वमेव माता च पिता त्वमेव बन्धुश्च सखा त्वमेव विद्या द्रविडं त्वमेव सर्वं मम देवदेव इमानि पुष्पाणि मनोहराणि समर्पयामि गणेशाम्बिकाभ्यां नमः लक्ष्मीनारायणाभ्यां नमः उमामहेश्वराभ्यां नमः मंडपे आवाहित स्थापित पूजित देवी देवताभ्यो नमः गणपति गजानन भगवान को लक्ष्मीनारायण भगवान को उमामहेश्वर भगवान को सिद्धिविनायक भगवान को राधा कृष्ण भगवान को सीतारामचंद्र भगवान को रामधुनी भगवान को हलेश्वर महादेव को सप्तकोशी की गंगा को वराह क्षेत्र धाम को इंडेश्वर बाबा धाम को दंतकाली भगवती माता को पंचकन्या भगवती माता को अष्टदेव पशुपतिनाथ को श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ को भारद्वाज गोत्र का कुलधानी देवता हरो को भारद्वाज गोत्र का समस्त पितृहरो को भक्तवत्सल भगवान को आद को आनंद को धर्म को अधर्म को प्राणीहरूमा विश्व को गौ हत्या गौ माता को वैदिक सनातन हिंदू धर्म को नेपाल धर्मी को आज को आनंद को जय जय श्री राधे श्याम नमः पार्वती पतये हर 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 महादेव अपना
सर्वांतर्यामी घट घट निवासी अखिल ब्रह्मांड नायक भगवान श्री कृष्ण चंद्र को प्रत्यक्ष वांगमय प्रतिमूर्ति श्रीमद्भागवत महापुराण नेपाल देश के पूर्व खंड खोटांग जिला को गोबिकोल नाम गरी का पवित्र भूमि में भारतवाज गोत्र में मनुष्य शरीर प्राप्त करी असल संतान है सृष्टि कर दे विभिन्न स्थल में बसवास कर दे पवित्र भूमि मोरंग जिला विराटनगर महानगर पालिका वड़ा नंबर 3 यो पुष्प मार्ग गृह में बसवास कर दे गत वर्ष निधन भैर जान है का स्वर्गीय पिता मोहनलाल निरोला जी को प्रथम वार्षिक पुण्यतिथि बाट वहाँ को कुनै मुक्ति को बाटो में अवरोध रहेछ भने वहाँ को गति मुक्ति हो अक्षय वैकुंठ वास साथै अरु दिवंगत भएर जानु भएका पूर्वजहरू गोविंद प्रसाद तिलनाथ बालकुमारी दिव्येश्वरी शिवमाया जांघवा लगायत सकल पितृहरूको उद्धार होस् परिवार में सुख शांति समृद्धि छाओस् संतान संतति ने उन्नति प्रगति गरून् दीर्घायु रहून् स्वस्थ रहून् राष्ट्र में शांति आओस् सबै भक्त को कल्याण होस् भन्ने पवित्र भावले यो महायज्ञ लगाउनु हुने हाम्रो अत्यंत सज्जन परोपकारी समाजसेवी भागवत प्रेमी भगवान का अनन्य परम भक्त करता जनहरू गणराज निरौला की धर्म पत्नी वीणु देवी रुद्र प्रसाद अनिता पुष्पराज लक्ष्मी भेषराज गीता दिदी बहिनीहरू सुशीला पवन रेग्मी विमला माधव पोखरेल
काका काकीहरू समीलाल भोज कुमारी चूडामणि वीणा कुमारी काकी देवका फुपू दिदी मेनुका लगायत समस्त निरौला परिवारलाई छोडेर भगवानको हरिद्वारका आनन्द नाम गरेका तटमा सवारी हुनुभयो। भगवानले भन्नुभएको छ जहाँ भागवत हुन्छ त्यहाँ मेरो कुनै न कुनै रूपमा सवारी हुन्छ, आगमन हुन्छ। कहिले अदृश्य रूपमा, कहिले साक्षात आफ्नै स्वरूपमा मेरो प्रकट हुन्छ भन्नुभएको छ। आज त हरिद्वारको आनन्द नाम गरेका तटमा भगवान स्वयं प्रकट हुनुभयो। भगवानको कस्तो विग्रह थियो त त्यहाँ प्रकट हुँदा। वनमाली घनश्यामा पीतवासा मनोहरा काञ्ची कला परिचिलो लसन मुकुट कुण्डला। भगवानले पीताम्बर वस्त्र धारण गर्नुभएको, नीलमेघको जस्तो वर्ण हुनुभएको, कानमा कुण्डल शिरमा मुकुट, शरीर त्रिभङ्ग, हातमा मुरली, घुङ्रिएको बाल, शिरमा मुकुट, कानमा कुण्डल, दिव्य मनोहर झाँकी थियो भगवान। सबैलाई मोहित गराउने दिव्य आज भगवान त्यहाँ हरिद्वारको आनन्द नाम गरेका तटमा भगवानको प्राकट्य हुँदा तदा जय जय रामो रस पुष्टिरलौकिकी सुरना प्रसन्न वृष्टिस्ता शङ्कर भोक्यभुत्तः। आज भगवानको जय जयकार भयो। भगवानका निमित्त फुलनाज अबिरको वर्षा भयो। नीलो दण्डवी आदि गरिएका बाजा बजे, शङ्ख बजो, घण्ट बजे, भगवानको जय जयकार भयो। कृष्णचन्द्र भगवानको आज भगवानको त्यो प्राकट्य भएपछि नारद ऋषि चकित हुनुभयो। सनकादि आदिहरू भागवत लागे ठाउँ त स्वयं भगवानै प्रकट हुनुहुँदो रहेछ। अब यो भागवत लगाउनाले सुन्नाले कस्ता कस्ता पापीहरू पवित्र हुन्छन् त यो पनि बुझ्न पाउन् भनेर प्रश्न गरेपछि कुमारजीहरू भन्नुहुन्छ, हे मानव पापकृतस्तु सर्वदा सदा दुराचार रता विमार्गगा कामिना सप्ताह यज्ञेन कलौ पुनन्तिते। यो मानव शरीर प्राप्त गर्न त बडा दुर्लभ छ भक्तजनहरू। 83 लाख 79,979 चोला चाहिँ कीट पतंग पशु पक्षी लता लहरा हुँदै हुँदै जन्म जन्मान्तरका पुण्य कर्महरू सञ्चित भएर भाग्यको उदय भएपछि मनुष्य शरीर प्राप्त हुन्छ। फेरि यो नाशवान छ, क्षणभङ्गुर छ यो मानव शरीर। यस्तो दुर्लभ मानव शरीर पाएर सदा सर्वदा पाप कर्म गर्ने, दुराचारमा लागेका, विपरीत मार्गमा हिँड्ने, सधैँभरि क्रोध रूपी अग्निले जलेका, विषय वासनामा लम्बड भएका यस्ता व्यक्तिहरू पनि अन्त्यमा भगवानका भागवतका शरणमा परेर पात्रता हुन्छन्। सत्य नहीना पितृमातृ दोषका तृष्णा कुलासा श्रम धर्म वर्जिता दाम्भिकामा शरणोपि हिंसका सप्ताह यज्ञेन कलौ पुनन्तिते। सत्यले हिँड्नु भएका माता पितासँग द्वेष गर्ने, वर्णाश्रम कुलाचार धर्मलाई त्याग गरेका, हिंसक वृत्तिले जीविकोपार्जन गर्ने व्यक्ति पनि अन्तिममा भागवतको शरण परी कथा सुने, सप्ताह यज्ञ लगायो भने पुनन्तिते पवित्रता हुन्छ। पंचगुर पाप कर्म गर्ने, मदिरा पान सुवर्ण चोरी गुरस गमन गौहत्या ब्रह्महत्या आदि पाप कर्म गर्ने, क्रूर स्वभाव भएका निर्दयी ब्रह्मस्व शिवस्व देवस्व हरण गर्ने, व्यभिचार कर्म गर्ने, शरीर मन वचन कर्मेन्द्रियहरूले सती पाप पातकहरू गरेका छन् अनजानमा भने अन्त्यमा सप्ताह यज्ञले सबै पवित्र हुन्छ। फेरि जति पाप गरेका पाप चाहिँ होइन जाने, अनजानबाट हामीबाट कुनै यस्ता कर्महरू भएका रहेछन् भने यो सप्ताह यज्ञ लगाएर भागवत सुनेर अनुसरण गर्दा सबै पुनन्तिते पवित्रता हुन्छन् भनेर बताउनु हो। एउटा इतिहास सुनाउँछ जुन सुन्नाले हामीले पनि जाने नजाने पाप पातक भएका छन् भने हामी सबैका पाप पनि नाश भएर जान्छन्।
तुंगभद्रा नदी का तट में एक जना आत्मदेव नाम गरेका ब्राह्मण रहनुहुन्थ्यो। आत्मदेव पुरे तस्मिन् सर्ववेद विशारदा श्रोतस्नार्देश निष्णातो द्वितीय इव भास्करः। आज आत्मदेव ब्राह्मण सधैँभरि वेद पाठ गर्ने वेद पाठी ब्राह्मण, कर्म सम्हालेका गायत्रीको उपासना गर्ने ब्राह्मण भएको हुनाले द्वितीय इव भास्कर भनेको दोस्रो सूर्य जस्तो तेजवान हुनुहुन्थ्यो। आत्मदेव ब्राह्मणका इष्टमित्रहरू धेरै थिए। विवाह गर्नुभयो जसको पत्नीको नाम धुन्धुली भन्ने थियो आत्मदेव ब्राह्मणको। यी आत्मदेव ब्राह्मणकी पत्नी धुन्धुलीका दुईटा गुण राम्रा थिए, अरू सबै अवगुण थिए। भक्तजन सौभाग्य स्थापिका नित्यम सुन्दरी सुकुलोद्भवा, हेर्दाखेरि राम्रै देखिन्थिन् अनि ठुला कुलमा जन्म लिएकी थिइन्। अरू राम्रो गुण स्वभाव भने धुन्धुलीको केही पनि थिएन। गाउँमा कलह झगडा लगाउन बडा सिपालु थिइन् धुन्धुली। जसको धेर मेलमिलाप भएको छ त्यसैलाई गएर छुट्याइदिइहाल्थिन् धुन्धुली। श्रीमान श्रीमतीको मेलमिलाप छ भने श्रीमानका कानमा गएर खसाखुसो गर्दैन, कुरै नभए श्रीमान श्रीमतीलाई आगो बलिको त्यति भएपछि दिनभरि ब्राह्मण यजमान आलुबोहरू पकाउने खाने बस्ने। जब ब्राह्मण आउने बेला हो भनिसकेपछि फेटा गोत्ने बिस्तरामै लडिरहे। दिनभरि आत्मदेव ब्राह्मण कर्म गरेर आउनुहुन्छ, थाकेर घरमा आउँदा आगो बलेको हुँदैन, चुलामा खानेकुरो छैन, ब्राह्मणलाई राख्दिनथिन् धुन्धुली। के भयो धुन्धुली भन्दा टाउको दुःख ज्वरो आयो सुतिराखिरहेछु म त भन्नु। बिचरा ब्राह्मण दिनभरि काम गर्यो, घरमा पनि आएर चुलामा बस्यो, खाना पकायो। गाउँका सबै मान्छे गङ्गा सागर जाने, ब्राह्मणीलाई जाउँ भन्यो भने जान्न। के गरौँ भन्दा उपाय लाउनु पर्यो भने ब्राह्मण एक दिन बिहानै उठ्नु भएको, साँझमा फर्किनु भयो। ब्राह्मण साँझमा आएको देखेपछि ब्राह्मणले भनिन् कहाँ गइरहेको भन्छन्। बोली आइयो ठाड, गाउँतिर गइरहेको श्रीमती भन्नु। के रहेछ त गाउँको खबर भन्दा गाउँले सबै तीर्थयात्रा जाने अरे पर्सी भन्ने ब्राह्मणले। अनि तिमीले के भनेर आयौ त भने ब्राह्मणले म त जान्न भने भन्नुभयो। ब्राह्मणले किन भन्छ जान पर्छ भने झोला बोकिन हिँडिहाले ब्राह्मण। मन मनै खुसी हुनुभयो ब्राह्मण तीर्थयात्रा जान पाइयो भने। सबै गाउँले मिलेर ब्राह्मण तीर्थयात्रा गए, गङ्गा सागरमा पुगे स्नान गर्न। स्नान गर्ने बेलामा सबैले भने यो गङ्गा सागरमा त नजिकै नदी नजिक जानु हुँदैन, छाला र बगाएर लान्छ, यता वरै बस्नुपर्छ, छाला आउँदा नि आउनुपर्छ मौका छोडेर भने। जसले जहाँ जानु हुँदैन भनेको उसले त्यहीँ जानुपर्ने, नदीतिरै कुदिन्छन् भित्र। उल्टी स्वभाव भएथे। नदीमा छाला आयो, ब्राह्मणले बगाएर लिएर गयो नदीले। गाउँलेले भने ब्राह्मण श्रीमतीलाई त नदीले बगाएर लग्यो, किन चुप लागेर बस्नु भएको, खोज्न जानुहुन्न भने। ब्राह्मण जान्छ नि खोज्न भनेर हिँड्नु भएको। छेउमा एउटा पहाड टापु रहेछ, ब्राह्मण त पहाडतिर पो चढ्न गयो खोज्न भने। होइन, ब्राह्मण श्रीमतीलाई नदीले उँधो बगाएको, कता पहाडतिर चढेका तिमी खोज्न भन्दा होइन, यो उल्टी थिए नि त त्यसैले उँधो बगाएर म खोज्न गएको भन्नुभयो ब्राह्मण। त्यस्तै धुन्धुली पनि यस्तै स्वभाव, उँधो बगाएर उँभो खोज्ने जस्तै। जे जस्तो भए पनि ब्राह्मण सधैँ जानु भएको थियो धुन्धुलीका कर्मद्वारा। आत्मदेव ब्राह्मण विवाह गरेको लामो समय हो, सन्तान भएन। गाउँमा मुख देखाएर हिँड्ने अवस्था हुन छोड्यो। सबैले हेरेर बिहानै सन्तान नभएका व्यक्तिको मुख हेर्नु पर्यो भनेर कोही दुष्टहरूले अपशब्दहरू बोल्न थाले। आत्मदेव ब्राह्मणलाई सही सक्नु भएन। हे दैव, कसरी मुख देखाएर बस्ने यो समाज। एक दिन वैराग्य आए, आत्मदेव ब्राह्मण जङ्गलमा विरक्तिएर निस्किन भन्दै जङ्गलमा जाँदा प्यास लाग्यो, पानी पिउन एउटा सरोवर तलाउमा पुग्नुभयो। आत्मदेव ब्राह्मण जति अजुलीमा पानी उगाएर पानी गर्नुहुन्छ, आँखाबाट बरर अश्रुधारा झरे। त्यही समय एकजना योगीको आगमन भयो।
योगीले आएर आत्मदेव ब्राह्मणलाई भन्नुहुन्छ कथम रोगस विप्रतम काते चिन्तवनी असि वदत्वं सत्वरं मह्यं स्वस्य दुःखस्य कारणम्। हे ब्राह्मण हजुर किन रुनुहुन्छ यसरी? म हजुर अघिदेखि हजुरलाई निहालिरहेको छु। हजुर जति पानी खानुहुन्छ आँखाबाट बरबर अस्त्र धारा झरेका छन्। के चिन्ता पर्यो भन्नुहोस्? चिन्ता अरूलाई, साधु सन्तलाई, योगीलाई, आफूलाई कल्याण गर्ने व्यक्तिलाई सुनायो भने पनि आधी चिन्ता नाश हुन्छ। चिन्ताले चितामा पुर्याउँछ। ब्राह्मण भन्नुहोस् भन्दा मेरो दुःखको कारण के बताऊँ योगी? विवाह गरेको लामो समय भयो, श्रीमतीबाट सन्तान भएन। त्यति मात्रै कहाँ हो र? बाल्यते मया धेनो तमाश्रयतः। एउटा गाईको बाछा पालेको, त्यो गाईका बाछाले कहिल्यै बाछा जन्माएन, दुध। त्यति मात्रै भएन, एउटा वृक्ष रोप्छु न फल्छ न फुल्छ। सँगैका साथीहरू सँगै ल्याएर रफ्तारूका घरमा फुलेको फलेको छ। गाईका बाछा पनि बढेर सबै दुधालु भए, तर मेरो चाहिँ घरमा न गाईले बाछा जन्माउँछ न वृक्षमा फल लाग्छ। पूर्व जन्मकै कर्म त होला नि मेरो। गाउँमा मुख देखाएर बसिसक्नु भएन, विरक्त भएर हिँडेको मेरा भाग्यले हजुर योगी आइपुग्नु भयो। के छ मेरो भाग्य हेरिदिनुहोस् न भनेर आत्मदेव ब्राह्मणले योगीलाई भनेपछि आज योगीले भन्न लाग्दा हो, खै तपाईँका निधारका भाग्यका रेखा हेरौँ त के छ भनेर बताउन लाग्दा। सप्त जन्म बधितमा पुत्र नैव छ। हे ब्राह्मण, तपाईँका त एक जन्म होइन 7 जन्मसम्म सन्तान नहुने रहेछ। सन्तानको इच्छा नगर्नु हो। यदि सज्जन सन्तान भयो भने त सुख हुन्छ। नरकमा परेका पितृलाई पनि मोक्ष गराउँछन् सज्जन सन्तानले। तर दुष्ट सन्तान भयो भने त मुक्ति भएका पितृलाई पनि नरकतिर पार्छ। अघि सगर राजाका 60,000 छोरा थिए। आज कपिल ऋषिका तेजले सबै जलेर भस्म खरानी हुनु पर्यो। पुस्ताले तपस्या गरेर गङ्गा नदीलाई ल्याएर मोक्ष गर्नु पर्यो भने सन्तानले कहाँ सुख हुन्छ र? आत्मदेव ब्राह्मण त सुख अन्त कहीँ खोजेर प्राप्त हुँदैन। त्यसैले सन्यास धारण गरेर तपस्या गर्न लाग्नुहोस्, भरि भजन गर्न लाग्नुहोस् भनेर सम्झाउँदा मान्नु भयो। आज भाग्यमा नभएको कुरा पनि योगी महापुरुषले दया गर्नुभयो भने प्राप्त हुन्छ भन्ने सुनेको थिएँ। आज मेरो अगाडि हजुर आउनुभयो, कुनै उपाय गर्नु भएन भने हजुरकै अगाडि म प्राण त्याग्छु भनेर आत्मदेव ब्राह्मण तयार भए। त्यसो भए प्राण नत्याग, म एउटा फल अभिमन्त्रित गरेर दिन्छु। यो फल लगेर पत्नीलाई खान दिन, वर्ष दिनसम्म नियम आचरणको पालन गर्न, नियम आचरणमा पालन गरेर सत्यमा रहेर साँचो बोलेर एक छाक भोजन गरेर वर्ष दिनसम्म दान धर्म पुण्य कर्म गर्दै समय बिताउनु भयो भने सज्जन छोरो जन्मिन्छ। लु फल लैजाऊ भनेपछि ब्राह्मण प्रसन्न भएर फल प्राप्त गरेर घर फर्केर आउनुभयो। अभिमन्त्रित गरेको फलले गदगद भएर दण्डले योगीले कृपा गरेर फल अभिमन्त्रित गरेर दिनुभयो। खाऊ फल, सन्तान छोरो जन्मिन्छ अरे भनेर नियम बताइदिनु भयो। सत्यमा रहनु, साँचो बोल्नु, दया गर्न, दान गर्न, एक छाक भोजन गर्न, वर्ष दिनमा हाम्रो छोरो जन्मिन्छ धन्धली भनेर ब्राह्मण प्रसन्न भएर फल दिनुभयो। अब यो फल त पक्रै बोकाएन भनेर आज धन्धलीबाट कोतर्क गर्न थाल्यो। आत्मदेव ब्राह्मण आएर सोच्नुहुन्छ धन्धली फल खायो भनेर सोच्नुहुन्छ। हजुरले ट्याप्प दिनुभयो, मैले त्यतिखेरै ट्याप्प खाएँ भन्छन्। फल पोको पारेर राखेर छ। ल त सबै कुरा सहन गरौँला। जन्मिने बेलामा 13 पनि नहोला, 12 वर्ष पनि नबस्ला।
लालनै पालनै दुःखम प्रसवतायास्त वर्तते तो वत्सलाई हुर्काउन बढाउन लालनको शरण आगो बल्ने हो जोगीले अभिमन्त्रित गरेर दिएको फल चिन्ता छ। चिन्ता भएपछि शरीर दुब्लाउँछ। दुब्ले पातले हुँदै गई एक दिन धन्दलीको बहिनी घुम्दै दिदी भिनाजुका घर आइपुगेछ। यहाँ त नाम छैन तिनको बहिनी भन्ने छ, तर अरू शास्त्रमा सुशीला भन्ने पाइन्छ। आज धन्दलीकी बहिनी सुशीला दिदी भाइ ठाउँ आउँदा दिदी के हो दुब्ली पातले हुनु भएछ त के चिन्ता पर्यो भन्दा बहिनी मेरो जस्तो चिन्ता तँलाई परेको भए 2 घण्टा बाँच्दिन म त 2 दिन भयो बाँचिराखेको छु भन्छ। के त्यस्तो चिन्ता परेर मलाई भन्नु न मसँग केही उपाय छन् कि भनिन् सुशीला। हेर्न यो फल ल्याएर ब्राह्मणले दिनुभएको छ जोगीले दिएको अरे यो खाएपछि गर्भ रहन्छ अरे तै भन्न बुढेसकालमा म कसरी गर्भाधान गर्ने यो चिन्ता भन्दा मसँग छ नि उपाय। मेरो गर्भ रहेको 3 महिना भयो, अब 6 महिनापछि सन्तान जन्मिन्छ। हजुरलाई ल्याएर खत्रुक्कै बुझाउला न किन चिन्ता लिन भएको भनिन् बहिनी। अनि ब्राह्मणले छोरै जन्मिन्छ भन्नुभएको छ, यो नियममा बस्दा तेरो के जन्मिने हो कसरी मिल्छ त भन्दा होइन यो पहिलो मेरो छोरै जन्मिन्छ भने ठक्कै गयो। उसका त धेरै जन्माइराखेका जन्माउँदा डाक्टरै जत्तिको भइसकेकी रहेछ। ठक्कै गरिदिनु छोरो जन्मिन्छ भने। जब त्यहाँबाट आने म पनि त गर्भवती जस्तो देखिने पर्यो नि भन्नु उपाय छ दिदी। एउटा पुरानो कपडा लिएर आउनु त भन्नु। पुरानो कपडा ल्याएर पेटमा राखेर अर्को पटुकाले टनी बाँधिदिनु। अर्को महिना पुग्छ अर्को थपिहाल्नु, अर्को महिना पुग्छ अर्को थप्नु। एमानको शरीर बढाउँदै जानु, रेस्ट गर्नु। फेरि कपडाको पोको बाँधेर काम गर्न जाउने र भत्तै पोको फुस्केला बर्बाद हुन्छ। सजग पनि गर्ने धन्दलीलाई सुशीला रेस्ट गर्नु, पसिला खानेकुरा खानु भने। अनि तेल गर्भ के भयो भनेर लोकलाई चित्त बुझाउँछ। यस्तो षाण्मासिक मृत बाला यति लोक बधिष्यते। 6 महिनाको गर्भवती श्राप भयो भनिदिन्छ लोकलाई भने। फल चाहिँ के गर्नु त यो फल राख्दै जाँदा आगो बल्ल बा भन्दा परीक्षा पनि हुन्छ गाईलाई खान दिन पर्छ भने। आज संसार जोगीले दिएको फल लगेर गाईलाई खुवाए धन्दली र सुशीलाले यता धन्दली बनावटी गर्भिणी भएर बस्न थाले। आत्मदेव ब्राह्मण बडा खुसी हुनुभयो। अब त मेरो गाई पनि सन्तान जन्माउने, श्रीमतीबाट पनि सन्तान हुने भनेर बडा हर्ष। समय आउँदै जाँदा धन्दलीबाट सजग भएर रहेकी थिइन्। आत्मदेव ब्राह्मण माथिल्लो तलामा सोध्नुहुन्छ धन्दली तल्लो तलामा। उता सुशीलाको त 9 महिना पुगेर 10 महिना लाग्यो। रातिकै समयमा सन्तान जन्मेछ छोरै। सुशीलाले बच्चा जन्माइसकेपछि साल र नालले सहित भएको बच्चालाई पोको पारेर श्रीमानलाई बोलाइन्। यो छोरो लगेर दिदीलाई दिनु, हामी दुःखी छौँ गरिब छौँ, हामीलाई धेरै सम्पत्ति दिन्छन् भनेपछि गरिब भएको कारण ब्राह्मणले पनि आफ्नो छोरो बोकेर गए। रातिको समय त्यो गएर झ्यालबाट दिदी दिदी भने साह्रो बोल्नु भएको छैन। सजग थिए उठिन्, झ्याल खोलिन्, ढोका खोलिन्। ब्राह्मणले लगेर छोरो दिए आफ्ना बाँधेका सारा पोका खोलिन्। अनि बच्चालाई त्यही कपडामाथि सुताएर मडारिन थालिन्। मरे है कति निद्रा लागेको, कति सुत्न सकेको भन्छन्, फौजदारी गर्छन्, भएको केही छैन। ब्राह्मण यसो निद्राबाट बिउजिनु भयो, माथि कराइराखेकी छिन्। के भयो किन कराकी मध्यराति भनेर आत्मदेव ब्राह्मणले भन्नुभयो। रातिको समय यसो फेटा गोत्नु भयो, खत्रो सिँढीबाट झरेर कपडाले छोपिराखेकी थिइन्। खै के जन्मेछ हेरौँ भनेर यसो कपडा उघारेका मडारे छैन भुइँमा लडी गरेर के नभए जस्तो भएको चाहिँ केही छैन। यसो कपडा उचालेर हेर्नुभयो, छोरै जन्मेछ पितृऋणबाट त छोटे भन्नुभयो। बिचरा सोझा ब्राह्मण गोरु हेरका घर जानु हो। बिहानै उज्यालो हुँदै गोरुहरू बोलाएर नाल छेदन नगरुन्जेल जात कर्म गर्नु हो, दान धर्म पुण्य कर्म भयो। सबै प्रजा खुसी भयो हो, गोरुको छोरो जन्मे भने सबै भेला भए बधाई दिए।
केटो त जन्मे तानी खानेकुरो छैन आफूले जन्माएको भए पो मात्रै वात्सल्य अन्त खानेकुरो आउँथ्यो रोको रहेछ केटो खूब उत्सव मनाऊ दान धर्म पुण्य कर्म गर तर केटो त नबाँच्ने भयो भने भन्नु किन भन्दा खानेकुरो आउँदैन कसरी बचाउनु केटो होला तानी बुढेसकालमा जन्मेको नआउन सक्छ के गरौँ त बहिनी के अरे पत्नी धन्दली भन्छ त मेरी बहिनी अस्ति 6 महिनाको गर्भस्राव हो भन्दै त्यसलाई बोलाएर ल्याउन नभए पनि इसका वर्ष पिछेका जातकाल छन् यति केटो बचाइहाल्छ नि यहाँ चाकर गरेपछि भन्नु ब्राह्मण सम्पत्ति लिएर जानुभयो बहिनी सुशीला तिमीलाई शोक परेछ तर तिम्रो दिदीले पनि एउटा छोरा जन्माए केटो बचाइदिन्थ्यौ कि भनेर पनि नआएको भन्नुभयो भन्न सजिलो छ उता साँच्चै कि सोचकेरी चाहिँ जसो यसो ठिगारेर लिएर आउनुभयो आफ्नै छोरा त ल्याएर काखमा राखिन स्तनपान गराएन केटो त आनन्दपूर्वक रुन छोड्यो भन्न सजिलो छ आत्मदेव ब्राह्मण दुईटै सोचकेरी एउटी त साँच्चै कि एउटी बनावटी सोचकेरी चाहिँ सेवा गर्दै जानुभयो एउटा तातो तातो भन्छन् एउटी चिसो भन्छन् एउटा जुस खान्छ भन्छन् एउटी दुध खान्छ भन्छन् जसो तसो खेप्दै जानु नामकरण गर्ने बेला हो गुरुहरूले आएर नामकरण संस्कार गर्दा विचार गर्नुभयो धन्दोलीका कर्तव्यले जान्नेको हुनाले यो बच्चाको नाम धन्दोकारी भनेर राखिदिनुभयो 3 महिनापछि गाईले पनि सम्पूर्ण शरीर मनुष्यको जस्तो भएको केवल कान गाईका जस्ता भएका सुन्दर बालकलाई जन्म दिनुभयो त्यो बालकको पनि नामकरण भयो जसको नाम गौकर्ण भन्ने राख्नुभयो प्रियत्कालेन तौ जातौ तरुणौ तनया बुभौ गोकर्ण पण्डितो ज्ञानी धन्धकारी महाकला केही समयपछि दुई बालकहरू बढ्दै गए जवान भए गोकर्ण ज्ञानी हुनुभयो ध्यानी हुनुभयो सर्जनको सङ्गत गर्न लाग्नुभयो धन्धकारी बडा फटा भयो आज धन्धकारी सौर सर्वजनद्वेषी परवेश्म प्रदीपका लालना यार्भका धृत्वा सत्यकूपे निपातयत कसैका सुख चाँदी देख्यो भने चोरिहाल्छ जब त्यहाँबाट सबैसँग झगडा गर्छ अर्काको घरमा आगो लगाइदिन्छ केटाकेटीलाई कुवामा हिर्का फ्याँकिदिन्छ हातमा शस्त्र अस्त्र लिएर आज बडा फटा हो धन्धोकारी आज यस्तो फटा धन्धोकारी भएपछि छोरो भएन भनेर दुःख कष्ट गरेर योगीसँग बिन्ती गरेर जन्माएको हेर छोरो यस्ता छोरा हुनुभन्दा त नभएकै ठिक त्यो सम्पत्ति पनि सक्यो बाबु कमाइ जति सकिस् त केही पनि छैन तँलाई के दिनु भनेर आज आत्मदेव जसलाई गोकर्ण गीता भनिन्छ देहेस्तिमां सरुधिरे भीमतिं तजत्वं जया सता दिशु सदा ममतां विमुञ्चन् पश्यामि संजगदिदं क्षणभङ्गनिष्ठं वैराग्यरागरसिको भवभक्तिनिष्ठः पिताजी यो मानव शरीर हाम्रो शरीर रगत मासु र हड्डीको एउटा पिण्ड हो यो शरीरको कति माया गरेर विषय वासना माया मोहमा भुल्नुहुन्छ तपाईँ यो शरीर कस्तो छ भने साना ठुला हड्डीका टुक्राले पर्खर लगाइएको छ यो हाम्रो शरीरसम्म साना ठुला हड्डीका टुक्राले एउटा पर्खर लगाएको छ यो मानवको शरीर त्यो हड्डीका टुक्राले जोडिएको यो शरीर कहिले ठोकिँदा खुस्किन्छ भाँचिन्छ झर्छ कि भनेर तलदेखि माथिसम्म नसाले जेलेर राखेको छ स्नायुबद्ध त हड्डी र नसा मात्रै किङ्रिङ देखिन्छ कि भनेर तलदेखि माथिसम्म मांसा शोणितलेपितं रगत र माथि भएन शरीरम रोग मन्दिरम रोगैरको घर छ यो हामी मनुष्यको शरीर व्यावहारिक तर्फ हेर्ने हो भने यस्तो छ हामी मानवको शरीर तर पारमार्थ तर्फ हेर्ने हो भने पिताजी यो शरीर एउटा ईश्वर बस्ने घर हो
जबमा रहन्छ आँखाले देख्छ कानले सुन्छ नाकले गन्ध थाहा पाउँछ हात खुट्टा गुदा लिङ्ग उपस्थहरूले काम गरेका हुन्छन्। जब तो आत्मा चैतन्य स्वरूपमा रहेको ईश्वर यो शरीरबाट निस्केर जान्छ शरीर तति हुन्छ तो शरीरले काम गर्दैन। तो आत्मा भनेको अझै अजरामर छ कहिले मर्दैन। त्यसैले जब हाम्रो शरीरमा बस्छ जब छाला चाउरी पर्छ आँखा देख्न छोडिन्छ दाँत फुस्केर झर्छन् मांसपेशी गलित हुन्छ हात खुट्टा गुदालिङ्ग उपस्थाले काम गर्न छोडेपछि यो जीवात्मा यो शरीरबाट खाली गरेर लगाउँछौँ फाटेपछि त्यसलाई त्यागेर अर्को कपडा जसरी बदल्छौँ शरीरको प्रशंसा पनि नगर्नुहोस् भने श्रीहरिको भजन गर्नुहोस् भनेर आज गोकर्णले आत्मले ब्राह्मणलाई उपदेश दिनुभयो। जय राधे 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 जय श्याम 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 जय राधे 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 जय श्याम 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 जय राधे 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 जय श्याम 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 मुक्त हुनुभयो भन्ने यो पावन प्रसङ्ग महात्म्यको चतुर्थ अध्यायमा वर्णन गरिन्छ। तब भोलि धन्धकारीले के उदण्ड कर्म गर्छ अनि गोकर्णले कसरी मुक्ति गराउनुहुन्छ त भोलिको पावन प्रसङ्गमा श्रवण गर्नेछौँ भन्दै सबैको जय होस्, राष्ट्रमा शान्ति आओस्, भारतवासी पत्रका सकल पितृहरूको उद्धार होस् भन्ने पवित्र भाव राखे यी महात्म्यका पाठ कथालाई अहिले हामी यही विश्राम गर्छौँ। हरि ओम तत्सत्। भक्तवत्सल भगवानको कृष्णचन्द्र भगवान
आजको ज्ञान मान्छेलाई पुरस्कार प्रायोजन गर्नुभएको छ। परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु उत्तरोत्तर प्रगतिको कामना गर्दै पवित्र भट्टराई विराटनगर 3बाट राम राई जोसेर कपीहरू प्रायोजन गर्नुभएको छ। एकपल्ट जोरदार तालीले उहाँलाई सम्मान गरौँ। जय होस्, मङ्गल होस्, कल्याण होस्। राधे राधे। अब अर्को पुरस्कार प्रायोजन गर्नुभएको छ। परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु उत्तरोत्तर प्रगतिको कामना गर्दै प्रमोद तारा रेग्मीबाट राम्रा भगवानका लेमिनेसन गरेका फोटाहरू प्रायोजन गर्नुभएको छ। जोरदार तालीले सम्मान गरौँ। उहाँहरूको पनि जय होस्, मङ्गल होस्, कल्याण होस्। मेम हजुरहरूलाई थाहा छ, उठेर राधे राधे भन्नु होला, माइक्रोफोन हातमा आइपुग्छ अनि जवाब दिनु होला। एकजना निर्णायक को बन्ने आज दाजुभाइ पिता समूहको बालक कोही अगाडि आइदिनु होला। तल्ले उठो भनेर यसो ठाउँ ठाउँमा माइक्रोफोन पुर्याउने काम गर्नुपर्छ, अरू केही गर्दैन। लगी अगाडि बस्नु भएको छ नि दाजुभाइ। के नाम हो हजुरको? हजुर चण्डीराज उपाध्याय आजको निर्णायक बन्नु भएको छ। उहाँलाई एकपल्ट जोरदार तालीले सम्मान गरौँ। अगाडि आइसक्यो खाली ठाउँ, त्यहाँ अगाडिको उठेर मलाई यो जानकारी। पहिलो प्रश्न माता दिदीबहिनीहरू ध्यान दिनुहुनेछ। हामी सनातन धर्मावलम्बी हौँ। हामी सनातन धर्मको हाम्रो मूल ग्रन्थ कुन हो? माता दिदीबहिनी नाम भन्दा भइहाल्छ। समय नलिन्छ, नाम भन्दैन। चन्द्रकला भण्डारी, धेरै धेरै धन्यवाद छ। हिन्दू धर्मको मूल ग्रन्थ वेद हो। जोरदार तालीले सबै जोरदार तालीले सम्मान गरौँ। जय होस्, मङ्गल होस्, कल्याण होस्। अब अर्को प्रश्न दाजुभाइ पिता समूह ध्यान दिनुहुनेछ। उता हेर्नुहुनेछ हाम्रो निर्णायक भाइले। दाजुभाइ पिता समूह कता राधे आउँछ कतै दिनु होला माइक्रोफोन। वहीका मुखबाट गजेन्द्र हात्तीलाई उद्धार गर्न भगवान विष्णुले कुन अवतार लिनु भएको छ? प्रयासको लागि धेरै धेरै धन्यवाद। हरि अवतार एकदम सही उत्तर दिनुभएको छ। के नाम हो? माइकल भन्ने सोध्नु नाम कविता भट्टराईले धेरै धेरै धन्यवाद। आएर पुरस्कार एकपल्ट ताली बजाउन त अवश्य धेरै धेरै धन्यवाद। माता दिदीबहिनीहरूले पालो छ, ध्यान दिनु भएको थियो। माता दिदीबहिनीलाई यहाँ त आफ्नो डेट अफ बर्थ थाहा छैन, भगवानको सबै महिना कुन पक्ष र तिथिका दिन भएको थियो? डेट अफ बर्थ छैन, पुरा त्यो जन्म कुण्डली सोधिरहेको छु। 1990 2080 में चल रहा है। हेलो पुरस्कार मालाई प्रदान गर्दै हुनुहुन्छ। जोरदार तालीले सम्मान गरौँ। खाता हेर्दिनु अलि ए हिँड्न देखो न। प्रश्न छ दाजुभाइ पिता समूहलाई नै ध्यान दिनुहुनेछ।